अस्ट्रेलियामा पढ्न जानको लागि कुनै पनि ठुलो झन्झट छैन। फाइनेन्शियल डकुमेन्ट, आइएल्टिएस, पिटी केही पनि देखाउनु पर्ने आवश्यकता छैन। यो भ्रम अहिले स्टुडेन्टहरुमा धेरै फैलिरहेको देखिन्छ, तर यो भ्रम मात्र हो। अस्ट्रेलिया जानको लागि हजुरको फाइनेन्शियल डकुमेन्ट, आइएल्टिएस, पिटी हजुरले जुन प्रक्रिया अस्ट्रेलिया जानको लागि चाहिन्छ त्यो प्रक्रिया सबै पूरा गर्नुपर्ने हुन्छ। फरक यति मात्र हो कि अहिले हालको समयमा नेपाल असेसमेन्ट लेभल 3 बाट 2 मा आएको छ, जसले गर्दा चाहिँ हाई कमिसनले नेपाललाई हेर्ने नजरिया अलिकति चेन्ज भएको छ। अब यस्तो सिनेरियोमा चाहिँ अस्ट्रेलियाको फ्लेक्सिबिलिटी बढेको छ र यो कुरामा चाहिँ हामी पनि आशावादी छौं भन्ने हो। र अहिले चाहिँ स्टुडेन्टहरुको लागि एकदमै पर्फेक्ट टाइम हो। यदि हजुरहरु अस्ट्रेलिया जान चाहनुहुन्छ भने चाहिँ अप्लाई नाउ एन्ड सेक्युर फ्युचर विथ क्लाउड एजुकेसन एन्ड भिजा सर्भिसेस, दिल्ली बजार, काठमाडौँ।